सबै मानिसलाई जिन्दगीमा सफलता अवश्य हुनै मन लाग्छ। यदि जिन्दगीलाई सही गन्तव्यमा पुर्याउनु छ या जिन्दगीमा सफलता प्राप्त गर्नु छ भने मानिसहरूले के भन्लान् कसो गर्लान् भनेर हामीहरूले सोचिराख्नु पर्ने जरुरी छैन। किनकि मानिसहरूले फरक फरक तरिकाले मूल्याङ्कन गर्ने गर्दछन्। हामीले थाहा छ कि आकाशमा उडिरहेको चिललाई पछाडिबाट कागहरूको बथानले लखेटिराखेको हुन्छ, तर चिलले त्यसको प्रवाह नगरी आफ्नो यात्रामा अगाडि बढिरहन्छ। लास्टमा चिल उड्दै उड्दै माथि आकाशमा पुग्छ। जब चिल आकाशमा पुग्छ उसलाई लखेटिरहेका ती कागहरू हार मान्छन् र आफै त्यहाँबाट बाहिरिन्छन्। र यदि हामीले जिन्दगीमा सफलता प्राप्त गर्नु छ भने कहिले पनि घमण्ड गर्नु हुँदैन। किनकि हामीलाई थाहा छ सिंह एउटा जङ्गलको राजा हो, तर उसले जहिले पनि शिकार गर्ने बेलामा कहिले पनि ठुलो आवाजले गर्दैन। शान्त कुनै एउटा झाडीमा लुकेर आफ्नो शिकार गर्ने गर्दछ। त्यसैले जीवनलाई सफल बनाउन चाहनुहुन्छ भने कहिले पनि घमण्ड गर्नु हुँदैन र मैले यसो गर्दैछु उसो गर्दैछु भनेर दुनियाँलाई सुनाउनु पर्ने जरुरी पनि हुँदैन। शान्त रहनु पर्दछ। जब हामी सफलताको उचाइमा पुगिन्छ तब हाम्रा सबै विरोधीहरू शान्त रहन्छन्। केवल चर्चामा आउँछ त हाम्रो त्यो सफलता। धन्यवाद। यहाँहरूको बाँकी पल शुभ रहोस्। नमस्ते।